साथीहरू धेरैजनाको समस्या मोबाइलमा डाटाहरू केही पनि छैन तै पनि फुल भनेर देखाएको छ, स्टोरेज फुल, डिलिट सम डाटा भनेर देखाएको छ, म्यानेज स्पेस भनेर देखाएको छ। मोबाइलभित्र केही पनि छैन, फोटो पनि छैन, भिडियो पनि छैन, नचाहिने एप्लिकेसनहरू पनि छैन, तै पनि मोबाइलले स्टोरेज फुल भनेर देखाएको छ। के कारणले होला भनेर धेरैजनाले मेसेज गर्नुभएको छ। कमेन्टमा पनि धेरैजनाले कमेन्ट गर्नुभएको थियो, मैले आज मात्र हेरेको थिएँ, त्यस कारणले मैले आज यो भिडियो बनाएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, यो भिडियोलाई सेभ पनि गरेर राख्नु होला है। प्राय के हुन्छ भन्दाखेरि तपाईँको मोबाइलको स्टोरेज कम भएको मोबाइलहरूमा यो समस्या आउँछ। जस्तै 2GB 16GB, 2GB 32GB स्टोरेज भएको, 2GB 64GB स्टोरेज भएको मोबाइलहरूमा यो समस्या आउँछ। तपाईँको 464, 6128, 8256 भएको मोबाइलमा यो समस्या आउँदैन। किन भन्दाखेरि पहिल्यै स्टोरेज धेरै हुन्छ, त्यहाँ जति डाटा हाले पनि हुन्छ। तर 32GB 16GB भएको मोबाइलहरूमा यो समस्या आउँछ। के कारणले आएको हो त भन्दा मैले यो भिडियोमा तपाईँलाई बताउन गइरहेको छु। भिडियोलाई ध्यान दिएर सुन्नु होला है। अब तपाईँहरूको मोबाइलमा केही पनि छैन तै पनि स्टोरेज फुल देखाएको छ। अब त्यसलाई त्यो मोबाइलभित्र के जङ्क फाइलहरू रहेको छन् त्यसलाई हामीले डिलिट गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला त मोबाइलको स्टोरेज 16GB छ भने 8GB त सिस्टमले खाएको हुन्छ। पहिल्यै 8GB सिस्टमले खाएको हुन्छ, बाँकी बच्यो 8GB। अब त्यो 8GB पनि 2-4वटा एप्लिकेसन हाल्ने बित्तिकैमा तपाईँको फुल भइहाल्छ। अनि त्यस कारणले देखाउने हो कुनै पनि तपाईँको ग्यालेरीमा केही पनि छैन भने। तैपनि हामीले त्यसलाई म्यानेज गरेर चाहिँ हामीले चलाउन सकिन्छ। के गर्ने भन्दाखेरि तपाईँको मोबाइलमा फाइल म्यानेजर अथवा माई फाइल्स भन्ने एउटा फोल्डर हुन्छ, त्यो फोल्डर खोल्नु होला। तपाईँको माई फाइल्सभित्र जानु होला र माई फाइल्सभित्र गइसकेपछि तपाईँको चाहिँ एन्ड्रोइड भन्ने एउटा फोल्डर हुन्छ। एन्ड्रोइड भन्ने फोल्डरलाई तपाईँले डिलिट गर्नु होला है। मैले यहाँ भिडियोमा देखाइदिने गरेर गर्नु होला। एन्ड्रोइड भन्ने फोल्डरलाई डिलिट गर्नुभयो भने केही न केही तपाईँको डाटाहरू चाहिँ त्यहाँको क्याचेज फाइलहरू, नचाहिने जङ्क फाइलहरू त्यहाँबाट उड्छ र तपाईँको अलिकति स्टोरेज चाहिँ कम हुन्छ। अनि अर्को तरिका के गर्ने भन्दा तपाईँको मोबाइलमा नचाहिने एपहरू धेरै हुन्छ। जस्तै क्यालकुलेटर तपाईँले चलाउनुहुन्न, गुगल टिभी चलाउनुहुन्न, वाइटी म्युजिक चलाउनुहुन्न होइन, यस्तै रेडियो चलाउनुहुन्न होला होइन। यस्तै नचाहिने एपहरू हुन्छन्। ती एपहरू चाहिँ अपडेट भएर बसेका हुन्छन् कि। जस्तै पहिला 10 MB थियो भने अहिले 50 MB भएर बसेका हुन्छन् भनेपछि 40 MB अपडेट भएर खायो। अब त्यो 40 MB लाई फालिदियौँ भने त हामीलाई चाहिँ 10 अलिकति खाली हुने भयो नि त। त्यस कारणले तपाईँ मोबाइलको सेटिङभित्र जाने, सेटिङभित्र गइसकेपछि एपमा क्लिक गर्ने, एपमा क्लिक गरिसकेपछि ती एपहरू चाहिँ अनइन्स्टल गर्न मिल्छ भने अनइन्स्टलै गरिदिने, अनइन्स्टल गर्न मिल्दैन भने अनइन्स्टल अपडेट भन्ने अप्सन रहेको हुन्छ तल, त्यो अपडेटलाई अनइन्स्टल गर्नु भने पुरानै भर्जनमा डाउनग्रेड हुन्छ र तपाईँको अलिकति स्टोरेज कम हुन्छ। सबै एपहरूलाई त्यसरी तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। गुगल क्रोम हुन्छ, गुगल हुन्छ, ती दुईटा मध्ये एउटा मात्र राखे भयो होइन। युट्युबलाई पनि डाउनलोड गरे भयो होइन। नचाहिने एपहरूलाई त्यसरी तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। अब डाउनग्रेड त गर्नुभयो, फेरि वाइफाई हान्ने बित्तिकै अटोमेटिकल्ली अपडेट भएर फेरि अफ भयो, फेरि स्टोरेज फुल हुन सक्छ भन्ने कुरा होला हो। त्यसपछि के गर्ने, प्ले स्टोरमा जाने। जस्तै तपाईँले क्यालकुलेटरलाई होइन तपाईँले अनइन्स्टल अपडेट गर्नुभएको थियो, अथवा तपाईँले वाइटी म्युजिकलाई अनइन्स्टल अपडेट गर्नुभएको थियो भने